2वटा शव हुने थिए। छत्र थापाको कुनै पनि आपराधिक पृष्ठभूमि नरहेको र यसअघि त्यस अपार्टमेन्टबाट प्रहरीलाई कहिले पनि उजुरी नआएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख डेभिसका अनुसार छत्रमा केही समयदेखि मानसिक स्वास्थ्य समस्या रहेको बुझिएको छ, तर उनले यति ठूलो कदम किन चाले भन्ने कुरा अझै खुल्न सकेको छैन। घाइते सन्तोष बस्नेतले एक अन्तर्वार्तामा भनेका छन्, मलाई अझै पछुतो छ कि मैले आफ्नै श्रीमतीलाई बचाउन सकिन। उनले सहयोगका लागि पुकारिरहेको आवाज मेरो कानमा अझै गुन्जिरहन्छ। सन्तोषले आफ्ना छोरालाई एउटा कोठामा थुनेर सुरक्षित राखेपछि मात्रै ससुरासँग प्रतिरोध गरेका थिए। यस हृदयविदारक घटनाले अमेरिकामा रहेका नेपालीहरूलाई मर्माहत बनाएको छ। गत मंगलबार बिन्दा र ममता थापाको अन्तिम संस्कार गरिएको छ, जहाँ ठूलो संख्यामा नेपाली समुदायका व्यक्तिहरू उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरेका थिए। सन्तोष बस्नेत अहिले अस्पतालको उपचारपछि पुनस्थापना केन्द्रमा छन्। उनी निको भएपछि आफ्नी बहिनीसँग बस्न क्यालिफोर्नियामा जाने तयारीमा छन्, जहाँ अहिले उनको छोराको हेरचाह भइरहेको छ। डिबी मार्फत गएकी छोरीले दशैंपछि आफ्ना बुबा र आमालाई अमेरिका घुमाउन लगेकी थिइन्।